निम्स दाइले ब्रोड पिग जानुभन्दा अगाडि बोलेका अन्तिम शब्दहरू। ब्रोड पिग, म तिमीसँग सुरक्षित जाने र फर्कने बाटो बाहेक केही पनि माग्दिन। म कुनै पनि हिमाललाई कहिल्यै पनि सामान्य ठान्दिन। विश्वका सबै 14वटा 800 मिटर भन्दा अग्ला हिमाल, त्यो पनि बिना अक्सिजन, सबैभन्दा छिटो चढेर इतिहास बनाएका निम्स दाइ निर्मल पूजा सहित अरू 5 जना नेपाली यति बेला पाकिस्तानको ब्रड पिकमा हराइरहेको खबरले लाखौं नेपाली सहित विश्वभरिको मन दुखेको छ। 2043 साल साउन 9 गते म्याग्दीको दानामा जन्मिएका निर्मल पूजा अर्थात् निम्स दाइ आत्मविश्वास र हिम्मतले भरिएका युवा हुन्। सन् 2019 मा वर्ल्ड रेकर्ड बनाउनको लागि सबै संसारभरिका 14वटा हिमाल सबैभन्दा छिटो आरोहण गरेका निम्स दाइको नेटफ्लिक्सले बनाएको डकुमेन्ट्री 14 पिक्सले संसारभर उनलाई मात्र नभएर नेपाल र नेपालीलाई पनि चिनाएको थियो। निर्मल पूजा निम्स दाइ सहित 16 जनाले सन् 2021 मा पाकिस्तानको माउन्ट केटुको पहिलो चोटि विन्टर आरोहण गर्दा चुचुरोमा पुगेर नेपाली राष्ट्रिय गान सहित सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली गाउँदा संसारभरिका नेपालीहरूलाई भावुक बनाएको थियो र उक्त दृश्य संसारभरि फैलिँदा सबैजनाको आँखामा आँसुले भरिएको थियो। जीवनभर अरूलाई हिम्मत दिने वीर गोर्खाली निम्स दाइ सहित सबै आरोही सकुशल फिर्ता हुन् भन्ने हामी सबैको कामना रहेको छ।